सन्तान उत्पादनको लागि कमल बेसी माल्दै एकदम 100मा 100% सक्षम छ। त्यसो भन्दै गर्दाखेरि मुद्रा हो र पनि भइरहेको ट्राई त गर्नुभएको छ नि। योग्यको छु भन्दै गर्दाखेरि त्यो आत्मविश्वासको कुरा गर्नुभयो क्या। मेरो बाबा र मम्मीको संसर्ग नभएको भए कमल बेसी माल्दै जन्मिन्थ्यो जन्मिन्थेन नि त। अब मैले मानौ मेरो मिसेसबाट मेरो एउटा नयाँ कमल बेसी जन्माउँछु कि जन्माउँदिनँ होइन। त्यसको लागि त म योग्य नै छु जस्तो लाग्छ हो। मलाई मेरो बाबाले त छेत्रीको छोरा होस् भनेर चिनाउनु भयो। बुढा छेत्री मैले बिसी लेखेँ, बुढा छेत्री लामो भयो। मैले टक्क 8 या 9 कक्षामा नाम चेन्ज गर्ने एउटा हुन्छ नि त समय। कमल बुढा छेत्री थियो, कमल बिसी, अनि पछाडि मैले माल्दै भयो त्यो नाम त्यो एउटा छुट्टै नाम रहन गयो। तर म छेत्रीको छोरो भएर जन्मिएँ है। मेरो बाबा मम्मीले मलाई चिनाउनु भयो त छेत्रीको छोरो हो। झुटो होइन साँचो नै भन्छु, साँचो नै भन्छु, मलाई कहिले भेट्छौ त अन्जु माया प्रेमको माया तिमीलाई सम्झन्छु दिनको रात पर्स्याङ दिशालाई। कमल बेसीमा प्राकृतिक समस्या छैन यो के नै हो सक्षम छ। भनौँ न सन्तान उत्पादनको लागि कमल बेसी माल्दै एकदम 100मा 100% सक्षम छ। त्यसो भन्दै गर्दाखेरि मुद्रा हो र पनि भइरहेको होइन। किनभने त्यो यस्तो हुन्छ अब उत्पादन भन्नुभयो क्या। उत्पादन भन्दै गर्दाखेरि के मुद्रा भइसक्यो र उत्पादन भनेको पनि नष्ट सुधारको लागि योग्य हो र भन्ने लाग्यो। त्यो भन्दा पनि मान्छेमा पनि त एउटा सन्तान उत्पादन हुन सक्ने क्षमता चाहिन्छ नि त। चाहिँदैन र। मेरो बाबा र मम्मीको संसर्ग नभएको भए कमल बेसी माल्दै जन्मिन्थेन नि त। अब मैले मानौ मेरो मिसेसबाट मेरो एउटा नयाँ कमल बेसी जन्माउँछु कि जन्माउँदिनँ होइन। त्यसको लागि त म योग्य नै छु जस्तो लाग्छ है। ट्राई त गर्नुभएको छ नि। योग्यको छु भन्दै गर्दाखेरि त्यो आत्मविश्वासको कुरा गर्नुभयो क्या। होइन त्यो यस्तो हो। कसरी प्रमाणित भयो? म छोरा हो है, ममा छोराको जिन छ, एउटा केटा मान्छेको जिन छ। हाम्रो नेपाली समाजले हामीलाई के भन्छ? छोरा मान्छेलाई मर्द भन्छ है। त्यो कुरा त छ नि त। भोलि गएर बिहे गरेपछि सेकेन्ड कमल बेसी माल्दै जन्माउँछु भन्ने त मेरो आँट छ है। जन्मिन्छ तर हामी कहिले देख्न सक्छौँ यो कुराहरू? कहिलेसम्म हुन्छ? छिटै वर्तमान गर्ने अनि धुमधामसँग विवाह गर्नु बाँधी दिने होइन। अब त्यतिखेरसम्म त कमल बेसी फेरि लक्ष्य टेकेर हिँड्ने भइसकेको छ मलाई। होइन कहाँ त्यस्तो हो? चाँडै जन्माउने विचार छ। चाँडै जन्माउने सन्तान भन्ने कुरा हुन त राजेश हमाल दाइले कति 56 वर्षमा बिहे गर्नुभएको थियो है। हो दाइको अहिलेसम्म सन्तान छैन अरे होइन। त्यो केही समस्या होला त्यो आफ्नो ठाउँ छ। तर सन्तान भन्ने कुरा बेलैमा जन्माएको कुरा। तपाईँ राजेश दाइले कताबाट जोड्नु थाल्नुभयो? कताबाट अरू पनि त जन्म होला। मलाई त्यो कस्तो भने अहिले जस्तो मिडियामा आइरहेको छ नि त यो कुरा मेरो सरी है। त्यो मैले भनौँ न धेरैले राजेश हमालको छोरा खै राजेश हमालको सन्तान हाम्रो हेर्नु मन छ भन्नुहुन्छ नि। हामी पनि त मिडियासँग रिलेटेड त्यो न्युजहरू गरिराखिन्छ। उहाँको अहिले छैन होला। अझै म जवान छु भन्नुहुन्छ। भर्खरै म एकदमै टिनेज पार गरिराखेको छु भन्नुहुन्छ होला। उहाँको त्यो योजना होला कहिले बनाउने के गर्ने भन्ने कुरा होइन। म राजेश हमालको ठुलो फ्यान है। हामी सबै नेपाली। म त हामी सबै नेपालीको महानायक हो नि। हो महानायक। अनि मलाई भेट्न मन छ है। मैले अहिलेसम्म भनौँ न राजेश हमाल दाइलाई उसरी कार्यक्रममा पनि त्यसरी एउटा कार्यक्रममा नेपालगञ्ज हामी सँगै थियो एकचोटि खेलकुद प्रोग्राम अलि पहिला। तर दाइसँग त्यो भनौँ न त्यो खालको मिलेन। दाइसँग एकचोटि भेट्न पनि मन छ मलाई। उहाँको व्यक्तित्वको म फ्यान हो धेरै। हामी भनौँ न र दाइको छोरालाई राजेश हमाल दाइको छोरालाई खेलाउन मन छ। छोरा छोरी जे भए पनि एउटा अङ्कल भएको हिसाबले होइन। हामी त अङ्कल भयो नि त, काका भन्छ है नेपाली। राजेश हमाल दाइले छोरा पाउन बित्तिकै तपाईँ गरेर खेलाउनु एकदम होइन। त्यो त सबैलाई मन छैन र। हजुरलाई मन छैन? हजुरलाई त भेटेर टिकटकै किनभने उहाँको फ्यान फ्लोर्स हो नि त हामी त होइन र। हामी त एउटा डाइ हार्ट फ्यान हो दाइको। उहाँको उन्नति प्रगतिदेखि लिएर हरेक कुराहरू अर्को राजेश हमाल हामी देख्न चाहन्छौँ भन्ने खालको मनमा भइहाल्छ नि। त्यो चाहना हुन्छ नि। एउटा विवाह गरिसके पछाडि एकजना आमाले नाति चाहियो भन्नुहुन्छ किन? किनभने हेर्न मन लागेर माया छ नि त। साउको भन्दा ब्याजको माया छ नि। हामीलाई पनि त जस्तो मानौँ मेरो विवाह भइसके पछाडि कमल बेसीले छोरा पाउँछ कि छोरी पाउँछ भनेर आतुर हुँदैन त मान्छे? हुन्छ। तर छोरा पाउने कि छोरी पाउने कमल बेसीले? म
मलाई त यस्तो छ, मैले पहिला पनि इन्टरभ्यूहरूमा भनेको थिएँ मलाई छोरी मनपर्छ। छोरी मनपर्छ, छोरी नै जन्माउनुहुन्छ। मेरो घरमा दिदीबहिनी हुनुहुन्न, मेरो मम्मीले पनि छोरी पाउनु भएन, मेरो घरमा कुनै पनि दिदीबहिनी हुनुहुन्न। भाइको एउटा छोरी छ है र दाइको पनि छोरा छ। मैले विवाह गरेपछि भगवानको एउटा प्रसाद हो बच्चा भनेको है। मेरो बाबा मम्मीले पनि मलाई जन्माउँदा छोरी पाउँछु भनेर जन्माउनु भएको, म छोरा जन्मेँ, त्यो भगवानको प्रसादी हो त्यो सन्तान भनेको। र मलाई चाहिँ छोरी मनपर्छ, मेरो पहिलो सन्तान छोरी भइदियोस् जस्तो लाग्छ कसम। किनभने मनदेखि भनेको, मैले यो भनौँ कुनै त्यो एउटा मान्छेसँग केही बटुल्नको लागि बोलेको होइन। मलाई छोरी मान्छे, हाम्रो आमाको दुःख एउटा भनौँ न एक्स्ट्रा लाग्छ कि। म कहिले कसो गाडीको यात्रामा चाहिँ भर्खर बच्चा जन्मेको छोरी दिदीबहिनीसँग यात्रा गर्ने क्रममा 2 घन्टा यात्रा गर्दा थाहा पाउँछु आमा भनेको को हो क्या। मेरो आमाले मलाई कति दुःख गरेर जन्माएको रहेछ भन्ने त्यहाँ फिल हुन्छ कि। र कतिपय गायिकाहरू मोडलहरू दिनभरि बच्चा च्याप्नुहुन्छ, कार्यक्रममा व्यस्त हुनुहुन्छ, रातभरि सुत्न पाइँदैन। कस्तो पीडा छ कि एउटा छोरी मान्छे। त्यही भएर रातभरि काम गर्छन्। रेकर्डिङ सुटिङ हुन्छ नि त, एउटा कलाकार भइसके पछाडि उता पनि व्यस्त हुनुपर्छ, आफ्नो सन्तान पनि हेर्नु पर्यो। भन्न खोजेको छोरी मान्छे भनेको एउटा धरतीको धरती हो। कमल सर, अब एउटा कुरा चाहिँ लगभग अन्तिमतिर छौँ, साथीहरूले पनि ल टाइमको पाबन्दी छ है, सिधाउनुपर्छ भनेर यसो आएको इसारा गरेर देखिरहन्छ। एउटा कुरो कमल बिसी भन्दै गर्दाखेरि तपाईँलाई धेरै कमेन्टहरू बिसीको नाता जोडेर पनि कमेन्ट गर्ने गर्छन्। हुन त हामी सबै मान्छे हौँ, यो जातीय विभेद कसैले पनि गर्नुहुन्न, यो सरकारले अथवा कानुनले पनि, विद्यमान कानुनले पनि घोषित गरेका कुराहरू हुन्। तर पनि यो तपाईँले बिसी राखेको कारणले गर्दाखेरि तपाईँको त्यो बिसीकै आधारमा गाली गरेका देखिन्छन् कमेन्टमा। अलिकति कमल बिसी भन्दै गर्दाखेरि अलिकति हुन त यो हामीले तपाईँको यो सबै कुराहरू आइडेन्टिफाई गर्न खोजेका होइनौँ। कतिपय दर्शकहरूले त्यो गाली गरेको देख्दाखेरि उहाँहरूलाई पनि प्रश्न होस् भन्ने खालको कुराले गर्दाखेरि यो कमल बिसी भन्दै गर्दाखेरि अलिकति प्रश्न पार्छ। फुल फर्म चाहिँ भनिदिनु भयो। यस्तो छ, सबभन्दा पहिला त म जातपात मान्दिनँ। हाम्रो तपाईँले त यो विवाह हुँदै गर्दाखेरि अनुसँग विवाह बन्धनमा बाँधिँदै गर्दाखेरि भन्नुभयो। सुटिङको बेलै पनि मैले भनेको थिएँ म जातपात एकदमै यो भाइरल भएको थियो, म मान्दै मान्दिनँ कसम हो है। जातपातको कुरा यदि नेपालबाट हटाउनु छ भने कमल बिसी या कमल बुढा छेत्रीको पछाडि त्यो जातै हटाउनु पर्छ भन्छु म। तपाईँको जातै नथाहा पाएको मान्छेले तपाईँले हेर्छ? तपाईँको नागरिकता सबैले हेर्छ र सबैलाई तपाईँले नागरिकता देखाउनुहुन्छ, आई कार्ड देखाउनुहुन्छ, देखाउनुहुन्न नि। म त भन्छु जातको विरोधी हो। मलाई मेरो बाबाले त छेत्रीको छोरा होस् भनेर चिनाउनु भयो, बुढा छेत्री। मैले बिसी लेखेँ, बुढा छेत्री लामो भयो। मैले टक्क 8 या 9 कक्षामा नाम चेन्ज गर्ने एउटा हुन्छ नि त समय। कमल बुढा छेत्री थियो, कमल बिसी, अनि पछाडि मैले मालदाई भयो, त्यो नाम त्यो एउटा छुट्टै नाम रहन गयो। तर म छेत्रीको छोरो भएर जन्मिएँ है। मेरो बाबा मम्मीले मलाई चिनाउनु भयो, त छेत्रीको छोरो हो। अनि मेरो पहाड घर सुर्खेत चिम्टा, त्यहाँ बुढा छेत्रीको ठुलो गाउँ छ, तेरो पुर्ख्यौली त्यहाँ हो, तेरो पुर्खा त्यहाँ हो, तिमीले कुलपितृ पुज्ने त्यहाँ हो भनेर मलाई बाबाले भन्नुहुन्छ। 1-2 पटक मलाई सुर्खेतको सिम्ता लिएर पनि जानुभएको छ। म छेत्रीको छोरा भन्छु, तर म जातपात पटक्कै पनि मान्दैन। मैले बिसी लेखेँ हो, कतिपय साथीहरूले त्यो बिसी लेखेका आधारमा चाहिँ आधारलाई बनाएर कतिपय त्यो कमेन्ट गरेरले गाली गरेर देखिन्छ क्या। एउटा कुरा के हो भने गाली आफ्नो ठाउँमा छ, सङ्कुचित सोच जसले राख्छ उसले गाली गर्ने हो। समाज धेरै परिवर्तन भइसकेको छ। अहिले दलित भएकै कारण घरभित्र छिर्न नपाउने कन्डिसन त्यति धेरै छैन क्या। हो गाउँमा बुढी 80-85 वर्षकी आमाले गर्नुहुन्छ होला, तर तपाईँ हामी काठमाडौँमा गर्छौँ? गर्दैनौँ। कसम सङ्कुचित सोच कसैले पनि नराख्नु। म परिवर्तन भइसकेँ, म अहिलेको जमानाको केटा हो नि त, नयाँ जमानाको युवा होइन हामी। तपाईँ नयाँ जमानाको होइन, तपाईँले कसैलाई हेप्नुहुन्छ? हेप्नु हुँदैन, यो गैर कानुनी काम हो नि। परिवार भन्ने साथीसँग तपाईँ सँगै बस्दै गर्दा तपाईँले त विभेद गर्नुहुन्छ, आफूले प्रत्यक्ष गर्नुहुन्न हो। हामी गाउँमा जाँदा हाम्रो आमाले अलिकति व्यवहार देखाउलिन्, तर आमाले हामीले सम्झाउँदैन। अहिले मेरी आमाले मान्नु पर्यो, हजुरको आमाले मान्नुहुन्न। त्यो भएर गाली गर्ने साथीहरू सङ्कुचित सोच नराखिदिनु होला। बिसी, म बुढा छेत्रीको छोरा। बुढा छेत्री, बस्नेत छेत्री, भाट छेत्रीहरूले चाहिँ बिसी लेख्नुहुन्थ्यो। बाबाले पनि एउटा छोटकरीमा लेख्न त बाबु भन्नुभयो, बुढा छेत्री, बुढा थोकी छेत्रीले बिसी लेख्यौँ हामी। त्यो भन्दै गर्दा त दलित होस्, त यो होस्, त ऊ होस् भनेर गाली गर्न कसैले पनि पाइँदैन। दलितलाई दलित भनेर त गाली गर्न पाइँदैन। त्यो भएर म भन्छु
जात हाम्रो देशबाट हटाउने नै हो भने कसम क्या कमल विसीको पछाडि त्यो विसी नै नराखिदिने। विदेशमा नाम हुन्छ नि त, हुन्छ कि हुँदैन? विदेशमा एउटा मात्रै नाम हुन्छ, पोप्पे, जज, ट्रम्प, ट्रम्पको अर्थ के हो त्यो त मलाई थाहा भएन। तर मानौ त्यहाँ जातै नदर्शाइदिने हो भने मान्छेले हेप्दैन कि मैले भन्न खोजेको हो। फेरि एउटा वर्गले नेपालमा के भन्छ, जात भनेको पहिचान खोजेर त समाजमा मान्छे हेपेको छ। एउटाले म बाहुन भनेको छ, एउटाले म दलित भन्दै, दलित अब पछिल्लो दिनमा भन्न त हुँदैन, दलितलाई नै युज गरेर दलितका विषयवस्तुलाई नै उठाएर मान्छे हिट छ क्या अहिले मार्केटमा, हिट हुन खोजिरहेको छ। अनि त्यही मान्छेले भन्छ दलित भनेर म हेपेँ भने सङ्कुचित सोचलाई बन्द गर। उही पहिचानको लागि लडाएको छ, पैसा पनि होइन, साँचो नै भन्छु, मलाई कहिले भेट्छौ त अन्जु है त मुटुमै हान्यो नि। झुटो होइन साँचो नै भन्छु, साँचो नै भन्छु, मलाई कहिले भेट्छौ त अन्जु, माया प्रेमको माया तिमीलाई सम्झन्छु दिनको रात पर्स्याङ दिशालाई, माया तिमीलाई सम्झन्छु दिनको रात पर्स्याङ दिशालाई। झुटो होइन साँचो नै भन्छु, मलाई कहिले भेट्छौ त अन्जु। यो मैले इन्टरभ्यूबाटै भने है। अन्जुसँग म 4 महिनापछि काठमाडौँ आइसके पछाडि भेट चाहिँ भएको छैन। आज इन्टरभ्यूमा भेट हुन्छ कि भनेको मेरो सुटिङ पऱ्यो क्या भनेर अन्जुले भनिन्। कारणले गर्दा चाँडा हामी फेरि अन्जुसँगै तपाईँको जोडीलाई कुराकानीमा ल्याउन चाहन्छौँ एकदम। र छिट्टै अन्जु र कमलको जोडी फेरि पनि हामी इन्टरभ्यूमा आउनेछौँ। त्यसपछि गरौँला बच्चा दुधको दुध पानीको पानी छुटाउनेछौँ।